त्यही त नि बोजू। अलिक धेरै धेरै बाँड्नु भन्छ होला सके लाजै बढ्दो पो हुन्छ। त्यही त नि मान्छेले एक्लै खान्छ नि, एक्लै बरु 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 खान्छ। हामी त खाँदैनौँ नि। हामी त खोइ बना पो नखानु। हामी त एक्लै खाँदैनौँ नि हामी बोजू। एक्लै खानु राम्रो नै, कसैले चाल पाउँदैन। एक्लै खानु राम्रो कि नराम्रो? एक्लै खानु राम्रो कि नराम्रो? अलिक निकै छ भने राम्रै हो, अनि अलिक थोरै छ भने साह्रै थोरै त हेरी मार्छौ। त्यस्तो पो कुरा त। मलाई थाहै थिएन हौ। कस्तो त्यस्तो कुरा पनि थाहा नहुने हौ। अब मलाई थाहा भएन त के गर्नु त नि। हाँसे कि एम्मै कति राम्रो देखेको मेरो बोजीलाई त। ल फेरि हाँसिदेऊ न, फेरि हाँसिदे त। ल हाँस उठ। त्यस्तो कुराले पनि हाँस उठेको नि। कति हाँसेको हौ। हामी त एक्लै खानु भनेको त सबैलाई बाँड्नु पर्ने भयो त। एक्लै नखानु। अघि चाहिँ एक्लै खानु मन छ, अहिले फेरि एक्लै नखानु मन छ के भनेको? अलिकति राखेर खान्छु। अलिकति राख्नु? अलिकति चाहिँ कसलाई दिनु? त्यो मुठीमै हुँदै गरोस् न। हो मुठीमा राखिराख्नु? फेरि जाँदैन नि, पोखी जान्छ नि। होइन, अलिक बन्डिलो समाउनु पर्छ। हो र? कहाँनिर त्यो फस्ल्याक जान्छ। बोजू बोजू हजुर, एउटा गीत गाइदिनु न। एउटा गीत गाइदिनु न। के गीत गाउनु? सुपारी चाम्रो हुई हुई भन्ने। कति हाँस उठेको बोजूलाई। गीतको दाना पनि पछि पछि नै रहेछ। अन्त नि बोजू बोजू हजुर, यो गीत गाउनु न। राजाको हात्ती फुस्केछ राती एलै भन्ने। एलाई त्यति पनि किन नहेरेको भन्नु? नभन्नु, खुब जान्ने रहेछ, जान्ने रहेछ भन्नु भन्छ। कसले त्यस्तो भन्छ? त्यसो सुनिन्छ भन्यो भने प्यात्तै हिर्काउनु पर्छ। मुखैमा हान्नुपर्छ। खै नेल पोलिस कसले लगाइदिएको? यति राम्रो कसले बनाइदिएको? कसले लगाइदिएको यो नेल पोलिस? भन्नु न, माइली नातिनीले भन्नु नि, मन्जुले भन्नु नि। हो नामी बनाइदिएको नि मेरो बोजूलाई। उसले जानिराखेको रहेछ, म के जान्नु त। हो र? माइली नातिनीले धेरै माया गर्छ नि। माया गरेर त कोनलाई लगाइदिन्छ। अन्त नि माइली नातिनी कति माया लाग्छ? म जान्दिन। अनि मलाई माया नगर्ने? खै कोनी मलाई माया नगर्ने रहेछ मेरो बोजीले। बोजी बोजी माम खाऊ है। माम खाएर पो छिटो अडिलो हुन्छ त। माम खाएर अनि हामी जानुपर्छ ल घुम्नु। टाढै जाउँ है।
टाढै जानु निकै खर डान्स पनि गरौँ है है बोजू डान्स पनि गरौँ है पनि तपाईँ एउटा डान्स गर्नु न सुपारी चाम्रो होइ होइ भन्दै ला कति दादा छ हाम्रो भन्दै हाँसी अब चाहिँ हाँसी आया अलि मान्छेले सुन्दा पनि के भन्नुहोस् ल भन्दैन त्यस्तो मेरो बोजू कति राम्री छन् कस्तो त्यस्तो कहाँ भन्छ हौ भन्दैन भन्दैन यहाँ आइसकेको होला के चाहिँ त्यो सुपारीको दानाहरू कहाँ आयो यहाँ घाँटीमा आइसक्यो होला गीतेबाट आयो सुपारीको दाना गीतैबाट आउँछ होला हौ कति नक्कली नि कति नक्कली नक्कली खुट्टाउलो त ठिक हाल्यो नक्कली नक्कली निन्द्रा लाग्यो भर्खर सुतेर उठेर अहिले निन्द्रा लाग्यो बुझै उठेर मुख पनि धुको छैन मुख पनि पुसेको छैन अल्छी भएर होस् न त फोरी नै बस्ने फोहोरमा बस्नु राम्रो हौ ए राम्रो पो राम्रो त नि कसले भनेको कसले पनि छुँदैन ए अनि अनि अरू छुँदैन छुँदैन फोरमा बस्नु पो राम्रो त्यही बस्नै राम्रो फोहोरी मान्छे भिन्नै कुरा हुन्छ नि त फोरी बस्नु हुँदैन सफा बस्नुपर्छ सबैले राम्रो भनेको राम्रो हो त्यो फोरी यो बुढी त फोरी रहेछ भनेर तपाईँलाई हेर्नु पनि आएन भने के गर्नु अनि नआओस् न त शीतल गरी बस्नु नआओस् आएको पो राम्रो त बोजू खराब हुन्छ हो बुढी मान्छे बोजू बुढी हुनुभएछ हाम्रो बोजू भन्दै हेरौँ आएको राम्रो कि फोरी भएर उफ गनायो 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 नहेरौँ हामी त नहेरौँ भनेको राम्रो त हेरौँ भन्नुहोस् बोरो ए कसले सिकाएको त्यस्तो चाहिँ नराम्रो कुरा बोजू त कति राम्रो कति मिठो बोल्छ भनेको पो राम्रो त नि यो त छुच्ची रहेछ नसक्नुको रहेछ भनेको राम्रो भन्नुहोस् तपाईँ यस्तै हो छुच्ची त्यही छुच्ची नै हो तपाईँलाई आएर पिट्यो भने डेम्किराम दियो भने दिएको साह्रो उसले पनि खान्छ नि कसले कुट्छ नि अनुसार त म त हुँदिनँ नि तिमी कुट्नु सक्छौ सक्नु पर्छ न कसरी कसरी कुट्छौ देखाउ त मलाई लु कसरी कुट्छौ